नमस्कार साथीहरू, के छ सन्चो बिसन्चो के गर्दै हुनुहुन्छ? आज मेरो यात्रा छेडागाड नगरपालिकाबाट जाजरकोटतर्फको छेडागाड नगरपालिकाको यता चाहिँ थलो बजार छ। यहाँदेखि तल थलो र जाजरकोटलाई जोड्ने यो चाहिँ कच्ची सडक सर्टकट बाटो। यहाँदेखि यता तल हाम्रो चाहिँ पानीको मुहान छ, यहाँ ठिक कास्न। र यो जङ्गल चाहिँ एकदम घना जङ्गल। च्याउहरू, ओखर, पाङ्गर, गुची च्याउ इत्यादि विभिन्न किसिमका जडीबुटीहरू पाउँछ यो जङ्गलमा। मेरो यात्रा अब ठ्याक्कै यहाँ मुनिबाट माथि डाँडोमा निस्किनु पर्छ। ठाडै उकालो छ र यो पुरानो बाटो हो त्यहाँ, र लगभग 1.5 किलोमिटर होला ठाडै उकालो। अब हिँड्दा हिँड्दामा चाहिँ मचाइन जाने ठाडै उकालो बाटोमा पुगिसकेँ। यो यहाँबाट माथि जाने हो। र यता यो जुन सडक देख्नु भएको छ, यो सडक सिधै पर दुधेखरको गएर त्यहाँबाट घुमेर ठ्याक्कै माथि आउँछ। अनि म यसै गएर माथि यही सडकमै भेटिन्छु। कहिले कसो खलङ्गाबाट आएँ भने सिधै यहाँबाट सर्टकट यो खगला गैराबाट आफ्नो तरा निस्किन्छु। र म अघि यताबाट आएको। यो वनमा आएर शीतल महसुस भइरहेको छ। तलतिर एकदम गर्मी लागिरहेको थियो। ट्याक्क लगाएर आएर एकछिन आराम गरिरहेको छु। बाटो मेरो त्यहाँनिर बाटो हो। र तपाईँलाई एउटै चिज देखाउने भनेर यहाँ छिरेको छु। मैले देखेँ ट्याक्क लगाएर। यतातिर चाहिँ न्युरो पलाएको रहेछ यो। र त्यो चिज भनेको यो यहाँनिर छ। यसलाई हामी चाहिँ चरीखुट्टे बाँको भन्छौँ, अनि कसैले चुब्ली बाँको पनि भन्छौँ हैन। यो बाँको चाहिँ आजभोलि चारैतर्फ यो पलाएको छ। यसलाई खाने उपाय कस्तो गर्छौँ भनेदेखि हामीले पानी उमाल्छौँ, त्यो पानीमा चाहिँ यसलाई डुबाएर यसलाई पकाउँछौँ। पकाइसके पछाडि यसलाई सुकाउने हो मजाले। बिचबाट ट्याक ट्याक चिरेर यसरी उस्याएको बेलामा मजाले सुकायो, घाममा खक्रङ्ग बनायो, अनि डब्बामा प्याक गरेर राख्यो। पछि आलुसँग मिक्स गरेर खाँदा यो जस्तो तस्तो मासुलाई पनि फेल बनाउँछ। एकदम मिठो हुन्छ यो। तपाईँकोतिर के भन्नुहुन्छ कमेन्ट गर्नु होला। हेर्नुहोस् राम्रोसँग, यो उकालो ठाडै छ, गाह्रो भइरहेको छ यहाँबाट हिँड्दा। उकालोमा हिँड्दा गर्मी लागिरहेको छ। पानी परेको भइदिएको भए यहाँ त हिँड्न नै गाह्रो पर्छ। पुरै चिप्लो हुन्छ। यी झार बुट्यानहरू पनि पलाएर भित्र छिर्नै गाह्रो पर्छ। यो चाहिँ काली औँसीका झ्याम्टाहरू छन् यता टक्क लगाएर। हेर्नुहोस् दिउँसै उध्यारो देखिन्छ यहाँ त। समस्या के भइदियो भनेदेखि अहिलेसम्म यहाँ चाहिँ गाडी नै चल्दैनन् के। कच्ची सडक त ट्र्याक ओपन गरे, न पक्की सडक हुन्छ, न पिच गर्छन्, न गाडी चल्छ, न केही हुन्छ। त्यस कारणले गर्दाखेरि समस्या जस्तो पहिलाको जमानामा थियो त्यस्तै छ अहिले पनि। केही सरसामानहरू उत्पादन गर्दा पनि जस्तै कृषिजन्य चिजहरू त्यसलाई बजार पुर्याउन नि गाह्रो छ। बर्सात नभएको मौसममै त गाह्रो छ भने बर्सात भएको टाइममा त झनै यहाँ गरेर खान अलिक गाह्रो चुनौती छ। त्यही हो कि यो क्षेत्रका मानिसहरू आजभोलि बागवानीतर्फ लाग्नुभएको छ, कागती, सुन्तला, ओखर, टिमुर इत्यादिमा। त्यही भएर उहाँहरूको त्यही आशले गर्दा बस्नुभएको छ। नत्र कर्णालीका अधिकांश जिल्ला र भूगोलहरूको अवस्था यस्तै छ। त्यही भएर हामी भन्छौँ कर्णालीका दुखी जनता आफैलाई। यो हेर्नुहोस्, यो चाहिँ चन्दनको रुख हो यो। यसलाई यहाँ चाहिँ टक्क लगाएर यो जङ्गलहरूमा धेरै पाइन्छ यो चिज। यहाँनिर पुरा गुछे च्याउ पाइन्थ्यो पहिला बर्खा लागेको बेला। यसपालि त पानी नै परेन। कसरी गुछे च्याउ पाउनु र गाह्रो छ। यो कौरी काठको मुरो हो बाटैनिर। पोहोरको साल यो मुरामा टोटल हारमा च्याउ फुल फेजमा पलाएका थिए, जागेका थिए। टिपेँ, घर लगे, एकदम हारमा च्याउ उस्तै मासुलाई पनि फेल बनाउँछ त्यो चिजले। तर यो साल बर्सात भएन, त्यस कारणले यसमा जाग्ने कुरा पनि भएन। यो त्यस्तै छ यो मुराहरू। लगभग 11 बज्नेवालो छ, 10 मिनट मात्रै बाँकी छ। म यहाँनिर आएर बसिरहेको छु मचानादेखि ठ्याक्कै तल। मचाना अझै पुगेको छैन, थाकिसकेँ म हिँड्दा खुट्टा दुखिरहेका छन्। अब एकदम ठाडो उकालो छ क्या। हेर्नुहोस् त नपत्याएँ म यतिखेर मचानामा पुगिसकेँ। ठ्याक्कै पारि यही बाटो हो।
ठाडो उकालो सकियो। अब चाहिँ यो रोड यता दुईखर्कबाट भएर यसरी मछाइनाबाट हुँदै उता निस्किन्छ र यहाँबाट चारैतर्फका कुसेदेखि लिएर माथि धेरै टाढा टाढाका पहाडहरू देखिन्छन्। तर आज कुहिरो लागेको कारणले गर्दाखेरि त्यति राम्रो देखिएको छैन। यता यो चाहिँ मछाइनाका घरहरू, पुरानो बाटो त्यसै हो र त्यहाँबाट भएर खलङ्गा निस्किन्थ्यो। अब चाहिँ यो गाडीको सडकहरू पनि आइसक्यो र अर्को नेपालमा चाहिँ सङ्घीयता आएदेखि जाजरकोट जिल्लामा कुनै पनि काम नहुने भएकोले, सबै कामहरू चाहिँ वडाहरूमा हुने भएकोले त्यति मान्छेको अब जावत राम्रोसँग छैन। गए पनि तलिफुरै जानुहुन्छ, थलाको बाटो हुँदै अनि त्यहाँबाट चाहिँ खलङ्गा पुग्नुहुन्छ। अब म त यहाँबाट सर्टकट भएको कारणले गर्दाखेरि यहाँबाटै हिँडिरहेको हुन्छु। यहाँ जन चाहिँ माथि त्यो टप देख्नु भएको छ नि, त्यहाँ चाहिँ कालिका मालिकाको मन्दिर छ र साउन पूर्णिमाको दिन त्यहाँ मेला लाग्छ, भव्य मेला। यो सडक यसै घुमेर पर डाँडोमा गएर त्यहाँबाट फेरि यता भेरेखर्क निस्किन्छ। अनि यो चाहिँ पुरानो बाटो, म चाहिँ यताबाट भएर निस्किन्छु। यो ठ्याक्क यहाँदेखि माथि कालिका मालिकाको मन्दिर छ र यहाँ चाहिँ पुरानो बाटो छ, माथि यसै हुँदै माथि मालिका निक्लिने र सजिलो बाटो छ। अब सावन पूर्णिमाको दिन ठुलो मेला लाग्छ। आज चाहिँ मौसम सुहावना भइरहेको छ, यता पनि पाउँछ यो चिज। जो चाहिँ माथि मालिकामा जान सक्नु हुँदैन वरदोरो गर्दाखेरि, उहाँले चाहिँ यहाँनिर हो चढाउने फुलपाती। यो हो कालिका मालिका भवानी। अनि यो चाहिँ घुयालाको रुख हो। घुयालाका गेडा एक पनि देख्दिनँ म, सब खाइहाल्यो कि क्या। यो सडक परबाट घुमेर आयो अनि यहाँनिर अब यो सर्टकट बाटो ठ्याक्कै पारी यहाँनिर भेट हुन्छ। अब मेरो बाटो एकदम सडकै हो, कहीँ दायाँ बायाँ छैन। अब उबाट खापबाट बाटो हिँड्नु बन्द भयो। पुरानो बाटो त्यताबाट भएर सिधै मछाइना निस्किन्थ्यो। आजभोलि यताबाट सडकबाट भएर सर्टकट। अनि यहाँ चाहिँ मकै सकै लगाउनु भएको छ। पानी नपरेर टाटीले गर्दा पुरै सुक्ने स्थिति भइसक्यो। यहाँ पहिला बर्सातमा खोलो पुरै टनाटन भरेको हुन्थ्यो, अहिले सुकेको छ। र अब म चाहिँ भेरेखर्क पुग्नेवाला छु। त्यहाँदेखि उता फेरि धेरै छ हिँड्नुपर्ने। बिस्कुट छन् कि बिस्कुट? 20 रुपियाँवाला ल्याउनु दिउँ त। छाचुरी पनि यहीँ खेल्दै रहेछन् छाचुरी। ल ल पैसा समानो। भोग लागेर धुम बसिगयो अनि बिस्कुट नखाइ नआउनु। कुनै समयमा यहाँनिर होटल दोकानहरू, रात्रि विश्रामको लागि होटलहरू हुन्थे। तर जबबाट सङ्घीयता आयो नेपालमा तबबाट यहाँ मान्छेहरू कमै हिँड्ने भएकोले ती सबै बन्द भए र अब चाहिँ त्यत्तिकै बसेका छन् घरहरू। 12 बजिसक्यो, हिँड्दैछु। ठाउँ चाहिँ निकै रमाइलो छ। यो पुरै मकैबारी। त्यहाँदेखि म त्यहाँनिर पारी पुगेर त्यो डाँडादेखि उतापट्टि हो जाने। त्यहाँबाट खलङ्गा बजार देखिन्छ। त्यो सडक अनि यताबाट भएर नेटा बजार निस्किन्छ। कहाँ जानु पर्यो? दिदी यहाँ हुनुहुन्छ। चाउ उमालिदिनु हुने हो हजुर? पल्लोपट्टि ग्यासमा क्या ग्यास बाल्नुहुन्थ्यो त पहिला। छैन सिद्धि भयो। कहाँ आज दिदी कहाँ जानुभयो त? दिदी त देखिनु हुँदैन। चाउचाउ पकाउँदैछु। यो प्रीति चाउचाउ त्यहाँ छ। र भोक लाग्यो, अब नास्ता पानी खान्छु अनि त्यस पछाडि बाटो लाग्छु। खान्छ ल केही नमान्नु। ल भुजा र चाउचाउ चाहिँ सुरु भइरहेछ यहाँ टक्क लाएर। उता बाटोमा पानी पाइँदैन, त्यस कारणले मैले यहाँबाटै भरेर लिने।
पानी पर्याप्त हुन्छ। अब चाहिँ हिँड्नु पर्यो। यतिखेर म मछाइनाको डाँडादेखि धेरै टाढा आइसकेँ। पारी जुन चाहिँ देख्नु भएको छ चुच्चो, त्यो चाहिँ मछाइनाको डाँडा हो। अब चाहिँ चाउ खाएर ऊ त्यहाँनिर हो धेरै खर्क, त्यहाँबाट चाहिँ यता अब ठ्याक्क लागि ओखल पानी सुरु भयो र जग्गाहरू चाहिँ यहाँ बाँझै छोडेका छन् पुरानो जमानाका, कोले गर्दैनन् कति जग्गा है। यता यो पुरै ओखल पानी हो यो ठाउँलाई, त्यही भन्छन्। पहिलाको पुरानो बाटो यसै माथिबाट भएर यताबाट थियो, तर रोडले काटेर तल झराइदियो बाटो। बिहानबाट लगातार हिँडेको छु, खुट्टा थाकिसके, तर पनि अब केही समय पश्चात म खलङ्गा पुग्छु। अब चाहिँ यो यहाँबाट भएर नेटाबाट बजारबाट भएर सिधा उता खलङ्गा मोडिन्छ। धेरै लामो बाटो पर्छ, आधा घन्टाको फरक पर्छ यो बाटो। म अब यो सर्टकट बाटो यहाँबाट पुरानो जुन चाहिँ जमानामा हाम्रा बाबुबाजे हिँड्नुहुन्थ्यो त्यही बाटो चाहिँ म लागेँ। जुन बाटो म हिँडिरहेको छु, कुनै जमानामा यो बाटोमा मान्छेका ताँती हुन्थे। त्यतिखेर नागरिकता बनाउनेबाट लिएर सबै काम जिल्लामै हुन्थ्यो, सङ्घीयता आएको थिएन। त्यतिखेर यो क्षेत्रलाई भेरी अञ्चल भनेर चिन्दथे र यो चाहिँ पुनमा गाविसको अन्तर्गत पर्दथ्यो यो चाहिँ भेरिया क्षेत्र। अनि हाम्रो जुन छेडागाड नगरपालिका त्यो झाप्रा गाविसको अन्तर्गत पर्दथ्यो। अनि त्यतिखेर यहाँ मान्छेको चहल पहल पैकाबाट लिएर हरेक ठाउँका यो सबै पश्चिमका वडाहरूबाट मान्छेहरू चाहिँ यही बाटो हिँड्नुहुन्थ्यो। त्यतिखेर रमाइलो अर्कै हुन्थ्यो। कोही घोडामा बसेको हुनुहुन्थ्यो, कोही केही, अनि चलपल निकै थियो। तर जमाना परिवर्तन भयो, यतिखेर सबै गाडी मोटरहरूका बाटाहरू खुले, अनि स्थानीयता बने, सङ्घीयता आयो। त्यस पछाडि यो बाटोमा कोही हिँड्छन्, कहिले कसो, ऊ पनि एउटा दुईवटा मान्छे। जमाना यसरी परिवर्तन हुँदो रहेछ। जमाना कहाँदेखि कहाँ पुगिसक्यो हेर्नुहोस्। यो हाम्रो चाहिँ बाबुबाजेहरूले बनाएको पुरानो बाटो हो। त्यतिखेर राजाको पालामा सहयोग गरेर गाउँलेले चाहिँ बनाउँदथे, त्यही बाटो हो यो। आजभन्दा 5-6 साल पहिले यहाँ हरियो चरन हुन्थ्यो, चारैतर्फ यिनी गाईहरू, बाख्राहरू, घोडा खच्चर इत्यादि चर्थे। तर जबबाट यो वनमारू झार आयो तबबाट चरन पनि मासियो, खेतीपाती पनि मासियो, पहाडमा जनजीवन पनि कष्टकर भयो। यो उखेलेर पनि नसिद्धिने भयो। जति उखेल्नु पात झऱ्यो भने पनि बर्खा पलाइहाल्छ, अनि यस्तो भयो। र अब म पुगेँ बाख्राको डाँडोमा। यो हेर्नुहोस्, यो पुराना संरचनाहरू छन् यहाँ। त्यतिखेरका संरचनाहरू, जतिखेर नेपालमा सङ्घीयता थिएन त्यतिखेर यही बाटो हिँड्दथे, सडक पनि थिएन त्यतिखेर। अनि यसरी घर बनाएर यिनी भत्काएका छन्। अनि त्यतिखेर यहाँ होटल हुन्थे। अब जुन चाहिँ देखिरहेको छ त्यता त्यो सेतो त्यो चाहिँ जाजरकोट जिल्ला हो। त्यो जाजरकोट जिल्लादेखि ठ्याक्कै तल भेरी देखेको छ, त्यहाँदेखि पारी रुकुम। अनि यताबाट भएर यहाँ आस्नाबाट भएर रिसाङ जाने बाटो, त्यस पछाडि यताबाट भएर सिधै यहाँबाट भएर यो डाँडाबाट ठ्याक्क तल झर्नुपर्छ। काफल खान गएका बेला छोटी छोरेटा ऊ गर्ने, एउटा गैरामा अर्को डाँडामा त्यस्तै ऊ गरेर बोलाउने गर्दथे। अनि त्यतिखेर गीतहरू कस्ता हुन्थ्यो भन्दाखेरि, फुलभुट्टे चोलीमा ओठमा लाली, आँखैमा गाजलु, मोहनी बोलीमा भन्ने गीत त्यतिखेर बहुत हिट हुन्थ्यो पहिलाको टाइममा। यो किन तपाईँलाई कथा सुनाउँदैछु, कहानी सुनाउँदैछु, यो बाटोमा हिँड्दाखेरि मलाई सम्झना आयो र हातमा क्यामेरा बोकेको कारणले गर्दा आफ्नो एक्सपिरियन्सहरू तपाईँमा सेयर गरौँ भन्नको लागि मैले यो चाहिँ सुनाइरहेको छु यहाँको कथा। यहाँतिर अलिअलि चोर्ता पाग्या रहेछन्, हेर्नुहोस्। यस चाहिँ तपाईँकोतिर के भन्नुहुन्छ यिनलाई? हाम्रोतिर त चोर्ता भन्छौँ। खाँदा प्योर मिठो हुने, चुगिलो हुने, अमिलो टक्क लगाएर ठिक छ। यो चोत्राहरू यही बाख्राको डाँडा बाहेक अन्य क्षेत्रहरूमा यसको गाना सहित तलबाट उखेलेर बिक्री गरेर केही नै
यो विलुप्त भइसक्यो यहाँ। अब कसैले रोपन गरे भने हुन्छ कि नत्र भने तस्करहरूले व्यापारीलाई बेचेर केही छैन। अर्को चाहिँ बिरालो गानो भन्ने हुन्छ, गुज्जर गानो, त्यो पनि सब निगालेर कोही नै धामी झाँक्री गरौँ अनि यताउति केही कालचक्र काटौँ भन्दाखेरि पनि पाउँदैन। अब त सब सिद्ध्याइसक्यो। यतिखेर म छु ठ्याक्कै पाखेदह भन्दा माथि सिराना उकालो काटी आइसके पछाडि बस्ने बिसाउनीमा। यो पनि पुरानै बिसाउनी हो र यहाँबाट चारैतर्फका पहाडहरू देखिन्छन्। पहाडी रुकुम भयो अनि रुकुमदेखि उता मुसिकोटसम्म देखिन्छ, तर आज कुहिरो लागेको कारणले केही देखिँदैन। यहाँबाट माथि सिस्ने हिमालबाट लिएर यता बारेकोटका पहाडहरूबाट लिएर यता चाहिँ कुसेका पहाडहरू सबै चारैतर्फ देखिन्छ, तर के गर्नु देखाउन सकिरहेको छैन। र मनमा लागेको एउटा कुरा छ जुन चाहिँ तपाईँहरूको माझ सेयर गर्छु। यो पुरानो बाटो हो, यद्यपि हाम्रा बाबुबाजेहरूले पुर्खाहरूले खोलेको बाटो हो, तर यसलाई अहिले नयाँ पिँढीमा एउटा सम्भावना मैले के देखेँ भन्दाखेरि पदमार्गको रूपमा यसको विकास गर्ने। यदि यहाँको सरकारले, स्थानीय सरकारले चाहिँ यसको विकास गर्यो भनेदेखि यहाँका धेरै मान्छेहरूलाई चाहिँ रोजगारी पाइन्थ्यो भन्ने मलाई लाग्छ। किनभनेदेखि त्यहाँबाट लिएर त्यो जाजरकोटबाट लिएर यसरी पदमार्गको विकास, अलरेडी पदमार्ग छ, अलिकति यहाँ आउनु पिउने पानीको व्यवस्था र यो हिँड्दाखेरि अलिकति मिलाएर होइन टक्क मिलाएर बनाउने अनि ठाउँ ठाउँमा बस्ने विश्राम गर्ने ठाउँहरू बनाउने होइन क्या, आराम गर्ने हिँड्दाखेरि अनि पिउने पानीको व्यवस्था गर्ने। यसरी विकास गरेर यताबाट भएर यहाँबाट यस्तो यस्तो गरी यता पहाडतिर लगेर पारीबाट त्यताबाट छिराएर बाटो त्यहाँबाट त्यस्तो गरी माथि मछैना मालिका देवीको मन्दिर छ यहाँको। एकदम पवित्र तीर्थ स्थल हो त्यो। तीको गोर्खाको मनोकामना देवीको महत्त्व छ, त्यति नै यो कालिका मालिकाको पनि महत्त्व छ। किंवदन्तीका अनुसारले जाजरकोटी राजाहरूले गोर्खाकी मनोकामना देवीलाई नाराज बनाएर यहाँबाट मतलब उहाँको चित्त दुखाएर उहाँले चाहिँ यो ठाउँ छोडेर उता मनोकामना जानुभयो। उहाँहरू कालिका मालिका र गोर्खाकी मनोकामना देवी बहिनी हुनुहुन्न। गोर्खाकी मनोकामना देवीले शाहवंशहरू चाहिँ मेरा मन्दिरमा नआउन् भनेर त्यसरी चाहिँ रिसिएर श्राप दिनुभएको छ अरे। त्यसकालदेखि अहिले पनि जाजरकोटी राजाका शाहवंशहरू गोर्खाका मनोकामना देवीको मन्दिरमा जानु हुँदैन। र यसरी चाहिँ विकास गरेदेखि धेरै राम्रो हुन्थ्यो। यहाँका स्थानीय युवाहरूले पनि रोजगारी पाउँथे। पाखेदहदेखि ठ्याक्कै माथि आएको छु, अलिकति आराम गरौँ कि भनेर। आजभोलि कुसुम झरेको रहेछ, खुट्टा पनि चिप्लिरहेका छन् ओह्रालोमा। र यहाँ चाहिँ काफलका रुखहरू छन्। जाजरकोटका मान्छेहरू यहाँ चाहिँ काफल खान आउँछन्। आजभोलि त अब सिजन गइसक्यो, तर हुने टाइममा त यहीँ आउने। यहाँबाट जाजरकोट स्पष्ट देखिरहेको छ, त्यो चाहिँ डाँडो हो। त्यहाँदेखि ठिक मुनि मेरो गाउँ, त्यहाँबाट भेरी नदी बगिरहेको छ, त्यहाँदेखि फारी रुकुम। यो चाहिँ भर्खर खोलेको सडक हो, लगभग 3-4 साल पनि भएन होला। अनि त्यस पछाडि यो हेर्नुहोस्, यता चाहिँ तिमीले, यहाँ पनि आजभोलि नयाँ ट्र्याक ओपन भएछ। पहिला चाहिँ हाम्रो यो सडक नहुँदाखेरि गाडीमा जाने बाटो त्यताबाट भएर माथि काफल चौर हुँदै त्यहाँबाट यता नेटा बजार निक्लेर नेटाबाट सिधै उता हो। र अब के गर्ने, सडक मात्र भएर भएन, गाडी पनि चल्दैन। अब यो पुरानो बाटो यहाँबाट हुँदै तल चाहिँ पाखेदह निस्किन्छ। म चाहिँ यहाँबाट सर्टकट हानेर यहाँ रोडमा मिसिएर अनि रोडै जाने। यतिखेर म पाखेदह पुगेको छु। यहाँनिर तपाईँलाई अचम्मको चिज म के देखाइरहेको छु भन्दाखेरि यो बिच पहाड हो, सेन्टर पहाडको टुप हो। अनि यसमा चाहिँ सडक बनाइएको छ। त्यहाँदेखि यहाँदेखि तलतिर हेर्नुहोस्, एकदम गहिरो खोल्सो छ होइन, एकदम तलैसम्म गहिरो छ। अनि त्यहाँबाट यता पनि हेर्नुहोस्, एकदम भिर छ। यो दुवैतर्फ भिर छ। यसमा बिचमा चाहिँ सडक खोलिएको छ। जाजरकोटको विशेषता यही हो। पहिला पुरानो बाटो जुन चाहिँ भिडियोमा मैले कुरा गरिरहेको छु त्यो बाटो यही हो। गाई महाराज फिट जाऊ भाग हो। अनि त्यो बाटो यहीँबाटै थियो, जहाँनिरबाट गाई चरिरहेका छन् त्यहाँबाटै हो। अहिले सडक चाहिँ यहाँ खनिएको छ।